अदनको बगैँचामा हरेक बिहान शान्ति र आनन्दले भरिएको थियो। आदम र हव्वा परमेश्वरसँग खुशी साथ जीवन बिताइरहेका थिए। चारैतिर सुन्दरता, शान्ति र प्रेम थियो। तर त्यो सुन्दर बगैँचाभित्र एउटा खतरनाक शत्रु लुकेको थियो। सर्पले हव्वालाई चुपचाप हेरिरहेको थियो। एक दिन हव्वा बिस्तारै निषेध गरिएको रुखतर्फ अघि बढिन्। त्यो फल सुन्दर र आकर्षक देखिन्थ्यो। त्यसपछि सर्पले हव्वासँग कुरा गर्न थाल्यो। के परमेश्वरले साँच्चै यो फल नखानु भनेका हुन्? हामीले सबै रुखको फल खान सक्छौं, तर यो रुखको फल खान हुँदैन। तिमीहरू मर्ने छैनौ, तिमीहरूको आँखा खुल्नेछ। उसले परमेश्वरको आज्ञामाथि शंका उत्पन्न गरायो। हव्वाले त्यो फललाई हेरिरहिन्। त्यो फलले उनलाई आकर्षित गरिरहेको थियो। उनको मनभित्र संघर्ष सुरु भयो अनि हव्वाले त्यो फल खाइन्। त्यही क्षण संसारमा पाप प्रवेश गर्यो। अदनको शान्त वातावरण बदलिन थाल्यो। त्यसपछि आदम हव्वातर्फ आए। हव्वाको अनुहारमा डर र अन्योल देखिन्थ्यो। हव्वा, तिमीले के गर्यौ? सर्पले भन्यो कि हामी बुद्धिमान हुनेछौं। आदमको मन पनि डर र अन्योलले भरिन थाल्यो। आदमले पनि त्यो फल खायो अनि अदनको बगैँचामा अन्धकार फैलिन थाल्यो। अब उनीहरूले आफू नग्न भएको महसुस गरे। उनीहरू डराए, लज्जित भए र आफूलाई लुकाउन खोजे। जब उनीहरूले परमेश्वरको आवाज सुने, उनीहरू डराएर रुखहरूको पछाडि लुक्न थाले। आदम, तिमी कहाँ छौ? मैले तपाईको आवाज सुने र म डराएँ। पहिलो पटक मानिस परमेश्वरको उपस्थितिबाट डराएको थियो। परमेश्वरको सामु उनीहरूको गल्ती प्रकट भयो। के तिमीहरूले त्यो फल खायौ? हव्वाले मलाई त्यो फल दिइन्। सर्पले मलाई धोका दियो। पापले मानिस र परमेश्वर बीच दूरी ल्याएको थियो। पापका कारण संसारमा दुःख, पीडा र मृत्यु आयो। अदनको सुन्दरता हराउन थाल्यो। आदम र हव्वा अदनको बगैँचाबाट बाहिरिए, तर परमेश्वरको प्रेम र उद्धारको योजना भने अझै समाप्त भएको थिएन। मानिसले पाप गरे, तर परमेश्वरले मानिसलाई बचाउने आफ्नो योजना सुरु गरिसक्नु भएको थियो।